Yo, what's up guys? We are District Family. आज आइसकेको छौँ हामी फेरि नयाँ रिएक्सन भिडियो लिएर हजुरहरू पनि सन्चै हुनुहुन्छ होला हामी पनि सन्चै छौँ आज ल अब सबैजनाले इन्ट्रोडक्सन दिउँ न अनि यो सबैलाई थाहा छ इस्मी यङ ड्र्याग सिधै पूर्वबाट It's It's me Yuki G. It's me Krisu. myself Sonu Rai. ल आजको टपिकमा जाउँ न हामी है Okay. ओके छ त के छ टपिक पश्चिमी न्यायले अहिलेको यो अहिले हाम्रो देश अहिले हाम्रो नेपालको हालमा Let's talk about it. यसमा टक गर्नुपर्छ त्यसको बारेमा त्यस्तै त्यस्तो लाग्यो अब त्यही हो त्यस्तै सिनहरू अनि यो बाढी बाढी होइन हो बाढी होइन नि त्यही गरिमा पनि ल सुरु त्यसको लागि म भन्छु जस्टिस फर गरिमा कस्तो पत्र भन्नु मजाले जतिजना मरेको छ नि आज मेरी आमा त्यो बन्द कोठामा छोरीको बारे सोच्दै न्यायको ढोकामा कोही तरुकन आमाको रोदन दिनरात टोलाई बसिन रुँदैछ यो मन के गरौँ अब म ए बाबा भन्नु न यो मानव जीवनमा कसैको भर हुन्न डर हुन्न गर्दा अप्ठ्यारोमा पर्दा मन रुन्न कुन छोरी बमत्कृत भइ मर्दा भर पर्दा त्यो नेतालाई के थाहा मेरो परिवारको बेथा जाजे छ चल्दैछ ढल्दैछ मेरो जनता अघि छ त भन्दा हेर पर्दैछ फन्दा तेरो एक एक सबभन्दा सुन बस्दैछ घन्टा पर्सी यो जस फ्याक्सेट एकदम अहिले जनता भन्दा मेरो जनता अघि छ त भन्दा भन्दा अगाडि क्या अब नि दामहरू सबै बगाएर छ होइन अब त्यस्तो एक्सप्लेन गरेर हामी पर्दैन सबैले बुझिहाल्छ है दामी यो कस्तो म त अर्कै कस्तो बाइकमा गइहाल्यो क्या फेरि अब यो हेरेर क्या याद आयो कि जमाउनु कि यो अब के भएको यस्तो यो अतिकति कुरा हो है हुन त अब के भन्नु क्या छ डन्डा अनि चैतेरो चङ्गा भई हुन्छ त नङ्गा याद आउँछ त्यो फन्डा हनुमानले जलाएको त्यो रावणको लङ्का हाँसिरहेछ क्रिमिनलले सरकार त्यसलाई फाँसी दे कि हामी लिन्छौँ न्याय आज मुख गाडी राखिदे नेपालभरि आमाहरू रोइरहेछ नातिँदै पुण्य पापले छुट्या कि त हाम्रै घाँटी काटिदे हाँसिरहेछ क्रिमिनलले सरकार त्यसलाई फाँसी दे कि हामी लिन्छौँ न्याय आज मुख गाडी राखिदे नेपालभरि आमाहरू रोइरहेछ नातिँदै पुण्य पापले छुट्या कि त हाम्रै घाँटी काटिदे ओ गीत देखाइस् त भित्रको त्यो दरिद्र नाबालिकाको चरित्रको विचित्र त भित्र छैन थोपो रगत पनि पवित्र मनभित्र गुम्सेर बसेको छ तेरो चित्र शिर उठाइ फेरि हिँड्छ हासबले तलाई चिन्छ शिर दिन्छ कहानी जसले तेरो साथ दिन्छ रित्तिन्छ त्यो खोप जसमा त जस्तो जन्मिन्छ भनिन्छ कालाको स्याहार हत्तिर लम्किन्छ तन्किन्छ आगो भया न्याय माग्दै हिँड्छ सम्झिन्छ सम्झिन्छ सिद्धिन्छ यो खेल जुन दिन तेरो लास बिच बाटोमा टङ्किन्छ सत्य युगमा सीता मातालाई हरण गर्ने रावण शिवजीको अन्त थियो उसको त बस्ती सहित उसलाई जलाइयो भने यो त कलियुग हो यस्ता राक्षसको त अस्तित्व मेटाउनु नै न्याय हो हाँसिरहेछ क्रिमिनलले सरकार त्यसलाई फाँसी दे कि हामी लिन्छौँ न्याय आज मुख गाडी राखिदे नेपालभरि आमाहरू रोइरहेछ नातिँदै नेपाललाई छुट्या कि त हाम्रै घाँटी काटिदे हाँसिरहेछ क्रिमिनलले सरकार त्यसलाई फाँसी दे कि हामी लिन्छौँ न्याय पापी क्या है भन्दै चित्त नबुझेको कुरा भन्दै त्यही त्यस्तो छ त्यो मान्छे है अब त्यस्तो गर उसकै पनि छोरीहरू छ क्या अब दुईजना कस्तो अलिकति सोचेर त्यो उसको पनि मोटेको छोरीहरू चाहिँ छोरी छ कि अनि हामी केही बोल्दैनौँ कि ल गर्नु अरे अनि त्यसको छोरीलाई त्यस्तो भएको गर्दैन कस्तो हुन्छ होला एकदिन उसकोमा पनि पर्यो भने त्यो पनि बिचरा एउटा आँखा निकालेर जिब्रो पनि यसरी काटिदिएर त्यति 3 वर्ष कसरी गर्न सक्छ होला हो है अनि पुरा यस्तो अरे क्या त्यो अझै भिडियो हामीलाई त्यस्तो गर्नु मन थियो नि हामीले मन लागेसम्म गऱ्यौँ अनि त्यसपछि त्यस्तो भनेको छ क्या अनि फेरि हामी उता गयौँ पुलिसहरू पनि के भएको अब त्यस्तो उयोलाई अब एसी चलाइदिनु भनेर एसीको खोल्दै भन्दैछ हौ अझै कस्तो यो पनि बच्चै छ हो त्यही त नि कस्तो 18 वर्ष त के त हुँदैन 16 वर्ष आम्मा भर्खर 16 पो
अनि खुच्चे हो त्यो क्या? रहेछ हो अनि यस्तो अब कसले फाँसी दिन्छ त नाबालिका भनेरै टुङ्गाउँछ होला नानी 3 वर्ष त्यो मोटेलाई चाहिँ के भगानु बुढी छ त यार घरमा बुढी हुँदा हुँदै पनि किन त्यस्तो बुढी भयो भने अब छोरी छ है छोरी छ दुईजना यार बच्चा जम्मूको गाडी राखिँदै नेपाल भरि आमाहरू रोइरहेछ नातिँदै पुण्य पापले छुटे कि त हाम्रै घाँटी काटिँदै खतरा रहेछ यो। जान्छ त्यही हो कस्तो लाग्यो तिमीहरूलाई दामी नि बगाएर भयो के भन्नु म जस्टिसको लागि त्यही हो सबै अब कुराहरू है दामी छ त्यही हो दामी नै छ भिडियो है के चाहिँ जस्टिस फर गरिमा है नानी र आज अब खेतमै त बिदा लिन्छौँ हामी बाई बाई गाइस See you soon on next video. Hope you guys like it, guys. Let's see you on next video. Bye bye. Please take care.